आज हाम्रोमा पिकनिक खाएको सो हाम्रो यहाँ हुनुहुन्छ मुला काट्ने हुनुहुन्छ यहाँ पिकनिक खानुलाई मुला अचार बनाएको हामीले मुला काटेको यहाँ हाम्रो अर्को पनि हुनुहुन्छ एकजना एकदम हजुर म सबैलाई हालिदिन्छु सिजन दिदी तपाईँलाई पनि वेलकम छ अनि यहाँ हाम्रो आलु ताछ्ने गाइसहरू कसलाई देखाऊँ अब यसपालि हाम्रो यहाँ मामा पनि हुनुहुन्छ अलिक कालो देख्छ क्या हो उता अङ्कल मुख नि नदेखाउनु भएको छ यहाँ अङ्कल हुनुहुन्छ पुलो पकाउने ए भिडियो हाय यो भिडियो स्पेशल पुलो बन्दैछ आज है 2082 को मामा पनि के भन्दिन त 2 शब्द के भन्न खै मुखै धोइ छैन भनेर भने निन्न भन्दैन के 2 शब्द नभन्नु होला अकमक्क भन्नु भइ लुलु हाम्रो यहाँ खाजा पाक्दैछ मासु हेलो एकछिन तिमीले नि भन्नु के गर्ने पर्यो भने यो हाम्रो जति पानी छ नि एउटा बाल्टीमा खनाएर यो फेरि बाबालाई त देखाउनै बिर्सेछ यहाँ हाम्रो बाबा हुनुहुन्छ ए हाय ल यस्तो मासुको त के हो बाफै मात्र देखिन्छ त मासु त देखिँदैन त यो लोकल हो नि त त्यही भएर लोकल भएर हो जसले भए पनि एकदम राम्रो निकाल भरे म एकदम खतरा एडिट गरेर युट्युबमा हालेको छु हैन भरे लाइक सब्स्क्राइब गर्नु पर्यो म चाहिँ ब्राउन हाल्ने हो यता छेलो गाइसहरु हैन यहाँ हिर्काउने हैन टच गर्ने हैन हुन्छ के आउँदा पनि त्यो डिउमा दि थप्ने त गोबरे हेलो मामा हाय आमाई सक्यो बाई कति खाइस एक थालै खाएको खाना चाहिँ ल ल यता हेर्न क्यामेरा आएपछि चाहिँ यता भन्न केही भन्न हाम्रो दाजु यता हेर्न दाजु हाम्रो दाजु हो यो हाम्रो दाजु हो कि यता हेर्न दाजु कस्तो लजाको यता हेर्न नि है के छ बाजे टस चाहिँ यतातिर बोलिरहन्छ यहाँ दाइ के छ यसलाई सुँगुरेर बोजू मासु एकदम हो तपाईको मामाको आइहाल्यो मलाई के हो हेलो हेलो के तिमीहरुलाई यहाँ धेर खाएर लडिरहेछ खत्तम नसक्ने भएको छ हाम्रो भाइ हैन धेरै टिउ खाँदा यस्तै हो मेरो भाइ अब हाम्रो भान्से टोली खान लागेको छ खाना हैन कस्तो छ ओहो एकदम मिठो बनाउनु भएको रहेछ है कसले बनायो मैले अरे के हाम्रो नाम चाहिँ आउँदैन बनाउनु तपाईको आउँदैन तपाईको खानेमा आउँछ हुन्छ एकदम यहाँ बाबाको कस्तो छ खाना ल ठिक छ थ्याङ्क यू मामा कस्तो छ एकदम खाना मासु अलि पिरो पिरो भन्छ मिठो छ ठुलो बाबा खाना एकदम खतरा दामी हो थेलो मेमे
रबिना भुजेलले बनाएको हो यी अङ्कलले होइन